हेलो गाइज, गुड मर्निङ। अहिले चाहिँ म बुटोलको फेमस किनाउ पुलमा छु। अनि अब आज चाहिँ मेरो सोलो राइड हुन गइरहेको छ है। सोलो राइड बुटवलदेखि काठमाडौँसम्मको सोलो राइड। अहिले ठ्याक्क बिहानको 5 बज्यो। 5 बजे मैले किनाउ पुलबाट अब काठमाडौँको लागि जर्नी स्टार्ट गरिरहेको छु। अहिले चाहिँ म नेपालगञ्ज रोडमा छु। अब एक्लो छ आजको मेरो जर्नी चाहिँ। बिहानको धुलो धेरै नखाइयोस् भनेर चाहिँ म अहिले बिहानै हिँडेको अवस्था हो। किनभने अब अलिकति ढिला गर्ने बित्तिकै के हुन्छ, गाडीको जाम हुन्छ। सर्को घाम, गाडीको जाम, धुलो, त्यसलाई अब छल्नको लागि बिहान निस्किरहेको छु। अब हेरौँ कस्तो हुन्छ है। चाहिँ अब चौडाहा आइपुगेँ, बुटोलको चौडाहामा है। अब सिधै गयो भने सुनौली भैरवा। म चाहिँ यहाँबाट लेफ्ट जाँदैछु। अब बाटो खत्तम छ, हेर्नुहोस्। खत्तम बाटोमा अब जर्नी सुरु हुँदैछ। बाटो हेर्नुहोस्, बुटोलदेखि अहिले यो बर्दाघाट आउन धेरै नै होला। यो के भन्छ, घुमाइ अझ बुटोल कटेपछि भनौँ न। बुटोल कटेपछि चाहिँ हालत खराब छ। एकछिन हालत खराब भइरहेछ बिहानै। ओके, म चाहिँ अहिले बर्दाघाट आइपुगेँ। बुटोलबाट लगभग 1.25 घन्टामा बर्दाघाट आइपुगेँ है। बाटोको हालत चाहिँ खतमै छ। बिचमा कहीँ मात्र पिजो, अरू पुरै अफरोडै भनौँ, एडभेन्चर छ। ल, गुड मर्निङ। फेरि पनि बल्ल अलिअलि उज्यालो हुन थालेको छ। बिहानै निस्केको दाउनेमा धुलो खान नपरोस् भनेर झन् यो नाइट गाडीहरूको टाइम अहिले भएर उल्टो धुलो चाहिँ खानु परिरहेको छ। यस्तो बबालै गाह्रो भइरहेछ दाउनेमा त। तेरिका फेरि माथि गाडी आएको आइ। बिहान निस्कियो के अर्थ छ? न धुलो रोकियो, न गाडी चलियो। ल, अब चाहिँ म हाम्रो यो लुम्बिनी प्रदेश र गण्डकी प्रदेशको बर्डरमा आइपुगेँ। अब यहाँदेखि चाहिँ हाम्रो लुम्बिनी प्रदेश सकिएर गण्डकी प्रदेश सुरु हुन्छ र जिल्ला पनि नवलपरासी पश्चिम सकिएर पूर्व सुरु भयो है। कस्तो गाह्रो बाटो त। अफरोड भए पनि सजिलो अफरोड होस् न। अहिले यो बाटोले गर्दा दाउन्ने सुनसान छ। अब के खाने यस्तोमा? हेर्नुहोस् त, यस्तो धुलोमा सम्भवै हुँदैन। न अब चाहिँ ओह्रालो झरिन्छ बिस्तारै। अब एक ठाउँ चाहिँ यसो खुट्टा तन्काउनु पर्ने। दुम्कीमा आइपुगेँ। दाउन्ने कटियो। खोलिसक्नु भएको रहेछ। त्यहीँ जाउँ, हेरौँ के पाइन्छ। के बनाउनु भएको छ खाजामा? हजुर, समोसा। अरू अलि चिल्लो नभएको केही छैन? चना हो। तरकारी बनाउनु भएको छ किन? तरकारी पनि छ।
त्यसो के खाने होला अनि समोसा है डोनट त बनाउनु बाँकी होला बन्छ र त्यसले मलाई 2टा डोनट दिनु बनाइदिनु अनि एउटा तरकारी गरिदिनु है अनि एउटा चिया दुध चिया है त ल खाजा आयो खाजा खानु पर्यो है डोनट तरकारी एकदम फ्रेसली मेड डोनट तरकारी छ यसलाई चाहिँ यस्तो गरौँ पर्यो पहिला ल अब खाइन्छ ल है दुम्की बासमा खाजा साजा खाइयो खाजा चिया चिया बिहानको मिठो ब्रेकफास्ट भयो अब लागिन्छ अगाडि अब अरुण खोलासम्म बाटो त्यति राम्रो भन्नु त्यति राम्रो होइन राम्रै छैन अरुण खोलापछि चाहिँ बिस्तारै राम्रो नराम्रो मिक्स बाटो आउँछ यहाँ चाहिँ पुल भाँचिएको थियो त्यसैको डाइभर्जन चाहिँ यता तलबाट भइरहेछ अहिले त्यो दुम्की बासको पुल भाँचिएको पुल अझै बनाएको रहेनछ त्यो हिलो धान रोप्ने खेतभन्दा कम छैन हेर्नुहोस् यसरी हिलो लेदो अब यहाँ टेक्न पर्यो भने चाहिँ हालत खराब हुन्छ टेक्न नपरोस् भनेको जा भाइ जा नेपालको जस्तो देशको कन्डिसन जस्तो छ ठ्याक्क बाटोले रिप्रेजेन्ट गर्छ देशको कन्डिसन बाटोको जस्तै छ म चाहिँ अहिले कावासोती आइपुगेँ है त यो चाहिँ हो कावासोतीको बजार अब एकैछिन रोकेर स्ट्रेचिङ गर्न पर्यो लास्टै नन स्टप हिँडेको गर्न पनि हुँदैन कस्तो फोहोर हो साइडमा जहाँ पनि फोहोर छ त अलि अगाडि रोक्नु पर्छ अब एकछिन यहाँ यसो स्ट्रेचिङ गर्छु म तपाईहरुलाई मेरो हालत पनि देखाउँछु कस्तो छ है ल हेर्नुस् यस्तो हालत छ यहाँ हालत चाहिँ भन्नुपर्दा यस्तो छ तलदेखि माथिसम्म अब कतिको देखिरहेछ अझ यो त अझै एक धुलो टकटकाएको एकचोटि है एकचोटि धुलो टकटकाएर यतिको भएको छ ल अब म यहाँ 5-7 मिनट जति रेस्ट गर्छु त्यसपछि फेरि भन्नु है ल ल पेट्रोल पनि टपअप गरेँ बुटोलबाट यहाँ यता गैँडाकोट
लगभग नारायणघाटै भनौँ। यहाँसम्म आइपुग्दाखेरि चाहिँ ठ्याक्क 3 लिटर पेट्रोल, 3 लिटर पेट्रोल, किनभने ठ्याक्क त्यही फुल ट्याङ्की गरेर आएको थिएँ। फुल ट्याङ्की गरेर यहाँ पनि ठ्याक्क 500 को फुल ट्याङ्की भयो भनेपछि कति भयो 33। 3 लिटर पेट्रोल लगभग 110-15 किलोमिटर, त्यस्तै 34-35 को माइलेज त दिएकै हो त है, राम्रो दिएको हो त। हाइवेमा 40 दिन्छ भन्थ्यो तर सोचेको भन्दा ल बेटर पर्फर्मेन्स। ल है नारायणीको पुलमा, नारायणी नदीको पुलमा आइपुगेँ। मलाई बुटवलबाट यहाँ आउन करिब 5 घन्टा लाग्यो है। 5 घन्टामा 10 मिनट कम गरिदिनुहोस्, 4 घन्टा 50 मिनट हो। 4 घन्टा 50 मिनट यहाँ आउन लाग्यो बुटवलदेखि। पहिला बाटो राम्रो हुँदाखेरि म 2 घन्टामा पुग्थेँ नारायणगढदेखि बुटवल, 2-2.5 घन्टामा पुग्थेँ। यस्तो छ हालत, के गर्ने। ओके, यात्रा जारी नै छ। म चाहिँ अहिले जलबिरे भन्ने ठाउँमा पुग्न थाल्यो। 3 किलोमिटर छ जलबिरे यहाँबाट, भनेपछि मुगलिन अब यहाँबाट छ लगभग 10-11 किलोमिटर मुगलिन छ। भोक चाहिँ त्यस्तो भोक चाहिँ लागेको छैन। भोक नलागे पनि अब खाना त पर्यो, तर एकछिन रेस्ट गरेर जानु पर्यो भनेर एकछिन म यहाँ रोकिरहेको छु। तल दामी त्रिशुली नदी हेर्न सक्नुहुन्छ है त। ल ओके, मुगलिनमा आइपुगेँ। अब हामी के गर्छौँ भने, हामी भन्नाले म मात्रै हो, म लगायत तपाईँहरू भनौँ न भिडियो हेर्ने साथीहरू। अब यो डाँफेमा ट्याक्क गरिन्छ। डाँफे अगाडि है। खाना तयार छ दिदी, चिकन खाना हुन्छ नि होइन? त्यो फ्राईवाला चिकन छ कि ग्रेभीवाला? ल त्यो फ्राईवाला चाहिँ राखिदिनु ल। हजुर, एउटा चिकन खाना। ल है, डाँफेको आजको आलु कौली, साग चाहिँ के कोइरालको तरकारी, अचार जस्तो छ, मुलाको अचार, गुन्द्रुकको अचार, फ्राई चिकन, ग्रेभी छुट्टै, यसरी खाना सेट है त। अनि यहाँ घिउ, यो घिउ चाहिँ यसरी राख्नुपर्छ। ल अब खाना सुरु। जल
जहिले आउँदाखेरि सेम टेस्ट कन्सिस्टेन्ट टेस्ट ल खानपिन गरियो भवालै खायो अब निस्किन्छ काठमाडौँ तर्फ र मनोकामना केबल कारको अवस्था यस्तो छ चहल पहल छ ठिकै एकैछिन अब यहाँ विश्राम गर्नु पर्ला अब मलेखु आइपुग्न थाले अस्ति नै आउँदा भन्दा अहिले जाँदा हल्का गाह्रो भइरहेछ गाडीको भिडभाड लास्टै छ त्यही माथि बाटो त खै पहिला भन्दा झन् बिग्रिए जस्तो पनि लाग्छ ल है मलेखु बजारमा आइपुगेँ अब यहाँ के रोक्ने अघि भर्खरै रोकेको जाम सिधै ल गल्छीको लस्सी मिठाई गल्छीको फेमस खुवा पसल अब खुवा लानु पर्यो घरको लागि खुवा कसरी हो 900 रुपियाँ जुन लय पनि एउटै हो गुटपाक पनि एउटै हो मलाई आधा राखिदिनु न आधा किलो हजुर के भन्नुभयो गुटपा के अरे खुवा अनि यो प्याक गर्न मिल्छ अहिले नै कि एकछिन चिसो हुन दिने सेलाकै छ यसको चाहिँ कति हो 80 मलाई अहिले एकछिनमा राखिदिनु है जाने बेलामा म अहिले भन्छु गल्छीको खुवा ल कुराउने खुवा पनि खाइयो अनि एकछिन रेस्ट पनि भयो अब चाहिँ लागिन्छ अनि तपाईँको स्टप पोइन्ट 9 बजेतिर स्टप हुन्छ होला
सब बसहरू गयो त महादेव बेसीमा पुरै जाम छ त्यहाँ धुलो उडाएर पिच गर्न लागिरहेछ त्यही भएर गाडीहरू पुरै रोकेर राखेको छ के भन्नु ठुलो नौबिसे आइयो है बल्ल तल्ल नौबिसे आइयो 10 घन्टामा 10 घन्टा लगाएर बुटोलबाट नौबिसे आइयो अझै छ 18-20 किलोमिटर अब एक ठाउँमा चिया खानु पर्यो त्यसपछि जानु पर्यो फ्रिज चलाउनु भएको छ र मलाई कोक दिनु न एउटा फ्रिजको कति हो 60 रुपैयाँ आउनु नि त हुन्छ नि त के